र हामी यो पारीको भ्यू पनि हेर्न जाँदैछौँ अहिले भने है। के देखिँदो रहेछ पारीको भ्यूमा। गाउँघर घुम्न जस्तै भइरहेछ, आनन्द छ। यहाँ कागहरू उफ्री उफ्री खेलिरहेछन्। हामी आफ्नै बेगमा छौँ अहिले र हामी यो गाउँमा आइपुगेको छौँ नेक्स्ट एरिया। र यहाँबाट चाहिँ फेरि हामी राइट लाग्छौँ। बबाल रहेछ यहाँ पनि। वाउ, यसलाई भन्छ हेभन अफ नेपाल। यो त अर्को जिल्ला आयो क्या यार। आहा, कति आनन्द छ गाइज। यहाँतिर बस्ने त स्वर्गीय आनन्द लिउँछन् गाइज। र यहाँबाट चाहिँ माथि जाने अर्को रोड रहेछ है। यहाँ चाहिँ अलिक भिड रहेछ यो एरिया। यहाँबाट कता जाने? यतै जाने? ओके, हामी अगाडि बढ्दैछौँ गाइस। यहाँबाट पनि बाह्र जाने हुँदै ठाउँमै जान्छ बा। वाउ, बबाल छ गाइस, बबाल बबाल। यो चाहिँ परालको कुन्यौ हो गाइज है। धान झारेपछि गाउँमा टट्ट बनाएर राखिन्छ। तारेभिर उता साइड हो, यो चिसापानी साइड। यो चिसापानी साइड हो। छुट्टै मजा छ गाइज यहाँको रोडमा कुद्नलाई। कोही पनि भेटिँदैन बाटोमा, आनन्द छ यसरी कुदाउने हो। र यहाँ पराल किनबेच भइरहेको छ। हाम्रो लगभग गन्तव्य यति नै हो जस्तो लाग्छ। हामी योभन्दा टाढा चाहिँ जाने छैनौँ। ओके, बबाल ठाउँ आइपुग्यो गाइसहरू। ल कहाँ हो यो? यो त जति माथि गयो त्यति मजा आउँदो रहेछ त यार। तेल फुल्छ जति पनि भ्याउँछ। हामी 20 किलोमिटर त गुडाएको छैनौँ भने। तिहार सकिएको छ तर फुल फुल्न छोडेको छैन गाइज। यो गाउँमा चाहिँ फुल पनि मजाले फुलिराखेको रहेछ है। एकोनी खिलाएकर जा सकते हैं। एकोनी खिलाएकर जा सकते हैं। ल हामी यहाँबाट मनोहरा रहेछ हौ। यो त गागल फेदी रहेछ नि त। यसलाई त गागल फेदी भन्दो रहेछ यार।